कलेज सिद्धाएर पनि यस्तो बवाल ठाउँमा जान सकिन्छ भनेर हामीले सोचेको पनि थिएनौँ। यो ठाउँ हो कुलेखानी। सो हेलो गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग। हाम्रो चाहिँ त्यहाँ जाने प्लान थिएन, तर कलेजबाट सिधै प्लान गरेर हामी चाहिँ निक्लिन्छौँ कुलेखानीको ट्रिपमा, 1 डे ट्रिप। यसमा चाहिँ हामीले धेरै ठुलो एक्सपेक्टेसन गरेका थियौँ र हामी चाहिँ सबैजना बाइक रिजर्भ गरेर हिँड्छौँ। अनि फेरि यो काठमाडौँको नोइसबाट टाढा जानको लागि हामी धेरै खुसी थियौँ र हाम्रो प्लान चाहिँ धेरै थियो, तर हाम्रो टाइम थिएन। हामी 12 बजे चाहिँ हाम्रो ट्रिप स्टार्ट हुन्छ। हाम्रो ट्रिपमा चाहिँ हामीले धेरै सामान लिएका थिएनौँ। बाटोमै खाजा खाएर टक्क गएर फर्किने मात्र प्लान थियो, तर यस्तो बवाल भ्यू देख्न पाइन्छ भनेर हामीले सोचेको पनि थिएनौँ। अनि हामीले यस्तो बवाल भ्यूहरू र यस्तो एक्सपिरियन्स गर्छौँ भनेर हामीले सोचिरहेका थिएनौँ। बिस्तारै बिस्तारै हाम्रो डेस्टिनेसन अघि बढिरहेको थियो र हाम्रो एक्सपेक्टेसनलाई चाहिँ हामी पुरा गर्दैथ्यौँ। अनि फाइनल्ली हामी चाहिँ कीर्तिपुरको डाँडामा पुगिसकेका थियौँ। कीर्तिपुरको डाँडामा पुगेपछि हामीलाई रियलाइज भयो कि हामी कहाँ जाँदैछौँ, कस्तो ठाउँमा जाँदैछौँ। अनि फेरि कीर्तिपुरको डाँडामा एकछिन झरेर एकछिन हावा खाएपछि हाम्रो फेरि स्टार्ट हुन्छ ट्रिप। अनि हाम्रो प्लान अनुसारको हाम्रो ट्रिप चलिरहेको थियो। अनि हामी पुग्छौँ अहिले चाहिँ ठ्याक्कै टौट दह भन्ने ठाउँमा। टौट दह चाहिँ बवालै थियो र दह हेर्दै हाम्रो प्लान थियो खाजा खाने। अनि फेरि म चाहिँ लागेँ टौट दहको भ्यू हेर्नको लागि कस्तो छ भनेर है त। अनि टौट दह पनि बवालै थियो, सोचे जत्तिको बवाल थियो र हामी चाहिँ योभन्दा डबल ठुलो दह हेर्न जाँदैथ्यौँ। अनि हामी चाहिँ बसेर खाजा खान लाग्यो, तर भ्यू हेर्दै बवाल भ्यू, यस्तो बवाल भ्यू हेर्दै खाजा खानेको फर्स्ट एक्सपिरियन्स पनि हुनसक्छ हाम्रो। अनि फेरि खाजा खाइसकेपछि फेरि हाम्रो प्लान हुन्छ निस्किने त्यहाँबाट। हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ पछि 30 किलोमिटर बाँकी थियो। 30 किलोमिटर पछि चाहिँ हामी धेरै ठुलो अनुभव गर्नेवाला थियौँ। अनि बवाल बवाल भ्यू हेर्दै हामी चाहिँ लाग्यो कुलेखानी दहतिर। कुलेखानी पानी ड्याङ भन्छ त्यसलाई चाहिँ होइन, तर पनि हाम्रो एक्साइटेड चाहिँ धेरै थियौँ हामी चाहिँ होइन। अनि हामी चाहिँ 4 जना गएका थियौँ कलेजकै साथीहरू। हाम्रो चाहिँ यो अनप्लान ट्रिप जस्तै हो, एकैछिनमा कुरा मिलेपछि हामी चाहिँ हिँडिहालेको। तर भ्यू र हावा यस्तो बवाल थियो कि काठमाडौँमा यस्तो बोर भइसकेपछि वहाँ जाँदा चाहिँ छुट्टै आनन्द आउँथ्यो। आनन्द पनि यति थियो कि भ्यूसँगै हावा अनि फेरि यो ट्रिपको मजा लिन हामी यति धेरै एक्साइटेड थियौँ। अब हाम्रो डेस्टिनेसन चाहिँ बिस्तारै बिस्तारै नजिकै थियो भन्ने आशा थियो, तर यति लामो छ भनेर हामीले सोचेको पनि थिएनौँ। भ्यू चाहिँ बवाल बवाल थियो र हामी चाहिँ अहिले सिटी भ्यू हेर्दै गइरहेका थियौँ। यति बेला सिटीको भ्यू चाहिँ बवाल आउँदो रहेछ। अनि फेरि हामीले चाहिँ देख्यौँ भुइँमा चाहिँ टक्क बवाल पेन्ट गरेको नेपालको झन्डा, त्यो हेर्न पनि हामीलाई रमाइलो लाग्यो। अनि फेरि सिटीलाई बाई बाई गर्दै हाम्रो डेस्टिनेसनतिर लाग्यौँ, तर सिटीको भ्यू पनि बवाल थियो। सिटीलाई बाई बाई गर्दै हामी चाहिँ जाँदैछौँ अब यस्तो ठाउँमा जो हामीले सोचेको पनि थिएनौँ, यस्तो बवाल भ्यू छ भनेर सोचेको पनि थिएनौँ। अलिअलि एक्सपेक्टेसन त थियो, तर बवाल बवाल गाउँहरू र बजारहरूबाट हामी निक्लिँदैथ्यौँ। बाटोमा मुस्किलहरू पनि आए, तर च्यालेन्जहरूसँग खेलेर हामी चाहिँ जाने प्लानमा थियो। अनि लास्टमा हाम्रो बाइक चाहिँ बिग्रियो, तर हामीले चाहिँ उहाँ अङ्कललाई चाहिँ बाइकको गराज कता छ भनेर सोध्यौँ र उहाँले भनिदिनु भयो थाहा छैन। अनि हामी चाहिँ आफै सोधेर म्यापमा हेरेर चाहिँ गयो गराजमा। बाइक बनाउन चाहिँ धेरै टाइम लागेन। अनि फेरि हाम्रो बाइक चाहिँ 50 रुपियाँमै बन्यो। त्यसपछि भ्यू रहेछ राम्रै, यो ठाउँ कुन हो अलि थाहा भएन। अनि फेरि बवाल भ्यू हेर्दै हामी चाहिँ लाग्यो कुलेखानी। कुलेखानी हामी पुग्न आँट्यो है त। कुलेखानी पुग्न आँट्यो हामी यति बेला चाहिँ। बाटो चाहिँ धेरै अफरोड पनि थियो, बवाल बवाल। अनि फेरि यस्तो ठाउँमा आइपुग्छौँ हामीले। कुलेखानीको ड्याङ मात्र हेर्न आएको, यस्तो बवाल एक्सपिरियन्स गर्छौँ भनेर थाहा पनि थिएन हामीलाई। अब हेर्नुहोस्, यहाँ चाहिँ कुलेखानीभन्दा थोरै माथि रहेको घट्ट झरना रहेछ, त्यो चाहिँ बवाल रहेछ। यहाँ चाहिँ अर्को झरना पनि रहेछ, हामीले चाहिँ यहाँ आएर बल्ल घरमा आएपछि देख्यो सोसल मिडियामा। तर हामीले चाहिँ सानो सानो भए पनि बवाल झरना हेऱ्यौँ। झरनाको धेरै कुराको एक्सपिरियन्स गरी हामी चाहिँ लाग्यो झरनातिर। झरना चाहिँ बवाल रहेछ, हामीले चाहिँ सोचेको पनि थिएन यहाँ यस्तो बवाल झरना पनि छ भनेर।
अनि हेर्नुहोस् हाम्रो खुसीको ठेगाना थिएन, साथीहरू पनि उत्तिकै खुसी। अनि हाम्रो प्लान अनुसार चाहिँ धेरै बवाल, एक्सपेक्टेसन अनुसार पनि बवालै थियो। अनि हामी लाग्यो झरना हेर्न। खोलो नदेखे जस्तो गरे पनि कहिलेकाहीँ घुम्न जाँदा चाहिँ बवालै रमाइलो आउँदो रहेछ। गाउँबाट आए पनि कहिलेकाहीँ जङ्गलमै जान पनि यस्तो रमाइलो हुन्छ भनेर सोचेको पनि थिएनौँ हामीले। अनि हेर्नुहोस् झरनाको आनन्द लिँदै हामी चाहिँ कुरा गर्दै हामी हिँडिरहेको थियौँ। अनि अब झरना हेर्नुहोस् तपाईँहरू पनि। यहाँ चाहिँ यस्तो पनि बनाइएको थियो, यसको नाम चाहिँ के हो कमेन्ट गर्नु है त। अनि अब झरनाको आनन्द लिउँ है त, कस्तो बवाल छ झरना भनेर। प्रकृतिको आनन्दै छुट्टै हुन्छ कि झरना देखेपछि त धेरै ठुलो थिएन, ठुलो थियो तर अग्लो थिएन। हामी पनि रियाक्सन दिन्न कहिलेकाहीँ भनेर हामीले पनि रियाक्सन दियौँ। यहाँको चाहिँ सोचेभन्दा बब्बाल भ्यू रहेछ, वाटरफल पनि बवाल रहेछ होइन। यो चाहिँ कुलेखानीभन्दा थोरै माथिपट्टि हो, टक्क बवाल छ। यस्तो बवाल हामी सोचेभन्दा बवाल लाग्यो। यो ठाउँको नाम चाहिँ घट्ट झरना है त। हामी फोटो खिचिसकेपछि आफ्नो मेन डेस्टिनेसनतिर लाग्छौँ। सो फाइनल्ली हामी चाहिँ कुलेखानीको यो ड्याङमा आइपुगेका छौँ होइन। यस्तो बवाल छ, एक्सपेक्टेसन जस्तै बवाल छैन। अब कसरी भनौँ यार, यस्तो बवाल छ होइन। हाम्रो लास्ट अफरोड पनि धेरै बवाल थियो हुन त, तर भ्यू अनुसार चाहिँ बवालै छ। ओए होए, यहाँको वातावरण देखेर हामीलाई लागिरहेको थियो कि 1-2 दिन त बसौँ भनेर, तर हामीसँग टाइम थिएन र हामी फोटो खिच्न लाग्यो अनि भिडियो बनाउन लाग्यो। यहाँको शान्त, यति शान्त हामीले भनेर साध्य छैन होइन। तर यो चाहिँ वान अफ द बेस्ट पिस भन्दा पनि हुन्छ होइन। अनि चाहिँ हामी लाग्यो आफ्नो काम गर्न अनि भ्लगिङ स्टार्ट गर्न, आफ्नो फोटो खिच्न। अनि फेरि यत्रो टाइम लगाएर आएको, टाइम स्पेन्ड गर्न त पाइएन त्यस्तो धेरै बसेको। हामी बस्यो यहाँ 1-1.5 घन्टा। अनि फेरि त्यहाँ चाहिँ बोटिङको सुविधा पनि रहेछ। यहाँको शान्ति भनेको छुट्टै छ कि पुरै 1 दिन बिताउन पनि जान सक्नुहुन्छ हजुरहरू। बवाल रिकमेन्डेसन, तर बर्खामा चाहिँ नजानु होला। बाइक भएपछि त केही छैन, धेरै चाहिँ पिच रोड नै छ, तर अफरोड पनि छ अलिअलि चाहिँ। अनि तपाईँहरूलाई चाहिँ म देखाउँदैछु यहाँको भ्यू पोइन्टमा चाहिँ हामी गयौँ, तर भ्यू पोइन्टको चाहिँ भिडियो बनाउन पाइएन। अनि हामी चाहिँ सतहमै आएर चाहिँ यसको भिडियो बनाउँदैछौँ है त। सक्नुभयो यस्तो शान्त, आफ्नो आवाज बाहेक अरू कसैको आवाज छैन कि टक्क होइन। ओए होए, यहाँको भ्यू र यहाँको शान्त चाहिँ अनएक्सपेक्टेड नै थियो। यहाँ चाहिँ एउटा दाइले डुङ्गा चलाउँदै हुनुहुन्थ्यो, हामीलाई चढाउनु भनेर पनि मान्नु भएन, ठिकै छ। अनि आफूले चाहिँ रिजर्भ गरेर चलाउन मिल्दो रहेछ। अनि फेरि पैसा तिरेर पनि खासै मानिसहरू पनि आएको देखिएन, यहाँ टाढा भएर हुनसक्छ। बाइक चाहिन्छ यहाँ आउनको लागि, बसमा आउन सकिन्न होइन। आफ्नै भेहिकल चाहिन्छ यसको लागि। यत्तिको उसको लागि त आफ्नै भेहिकल त जसरी पनि चाहियो नि त होइन। अनि शान्त वातावरणमा आफ्नो फोटो भिडियो खिचेर रमाइलो गऱ्यौँ। अनि फेरि आफ्नो टाइम 1 घन्टा भए पनि स्पेन्ड गऱ्यो शान्त वातावरणमा। काठमाडौँदेखि गएको थकाइ पनि मेटियो अनि आफूले भने जस्तो एक्सपेक्टेसन पनि पुरा भयो। यहाँको चाहिँ वातावरण नै छुट्टै थियो कि होइन, के गरौँ जस्तो। अनि बोटमा बसेर पनि फोटो खिच्यौँ। बोट चलाउने अनि चढ्ने प्लान थियो, तर त्यहाँ चाहिँ कोही पनि थिएन। त्यो दाइले चाहिँ हामीलाई लानै मान्नु भएन है त। ब्लग हेरेकोमा थ्याङ्क यू होइन। अब चार्ज भइसक्यो, अब हामी चाहिँ फर्किन लाग्यो। यस्तो बवाल ठाउँमा आउन सक्नुहुन्छ, काठमाडौँमा बोर भएर बस्नु भएको भनेपछि एकदम शान्त पिस आएर पुरै दिउँसभरि बिताउँदा पनि टाइम थोरै हुन्छ जस्तो लाग्छ होइन। हामी चाहिँ भर्खरै जान आँटेको, कलेज सिप्ताएर आएको। अनि थ्याङ्क यू गाइज, अब भेटौँला अर्को ब्लगमा।